मर्निङ एभ्रिवान। 3 दिनको मेहनतपछि स्क्याफोल्डिङ प्लेटफर्म रेडी भएको। अब त यो पोइन्ट चाहिँ हामीले किन राखेको भन्दाखेरि यहाँ चाहिँ हाम्रो एलिभेटर आउँछ है। यो चाहिँ मेटेरियल रिसिभिङको ठाउँ हो हैन। यहाँ चाहिँ हामीले एलिभेटर हालिन्छ। अब प्रोसेसिङमा छ है एलिभेटर। अनि ल हेर्न सक्नुहुन्छ तपाईँहरूले स्क्याफोल्डिङ कस्तो हुन्छ भनेर। यो चाहिँ हामीलाई 3 दिन लाग्यो है। अब ठाउँ अनुसार हुन्छ त्यो बनाउन। मेटेरियल उठाउन नै गाह्रो। हामीले पुरा मेटेरियल चाहिँ पुरा मेनुअली उठाएको है। यो मेनुअली उठाएर हामीले यो फोल्डिङ रेडी गरेको है। हामी जमिन लेभलबाट तपाईँको 50-60 मिटर माथि छ। अनि एक ग्रुप हाम्रो त्यहाँ तल त्यहाँ पनि लोडिङ प्लेटफर्म बनाउँदै हुनुहुन्छ। यता हाम्रो सुपरभाइजरहरू तपाईँले सायद देख्नु भएको होला यो पोइन्टमा। यो स्क्याफोल्डिङ हो है। यो चाहिँ सुड हालेको है। यहाँबाट चाहिँ हामीले कचडा हालिन्छ। खास हाम्रो यो स्क्याफोल्डिङ बनाउनुको उद्देश्य चाहिँ यो प्लान्टहरू यो फर्नेस भन्छ यसलाई। त्यो चाहिँ अराउन्ड यसको दाया चाहिँ 9 मिटर स्क्वायर छ होइन। यसको यो भित्र चाहिँ सटडाउन गर्ने हो। यो भित्रको ब्रिक्सहरू रिफेक्ट्री सबै चेन्ज गर्ने हो अब होइन। अब यो चाहिँ हामीले यो पोइन्टमा चाहिँ मेनुअल काटिन्छ होइन। मेनुअल काटेर यहाँबाट सामान किने हो, सामान निकाल्ने हो। यो सुडको थ्रुबाट यो पाइपको थ्रुबाट तल ग्राउन्डमा पठाइने हो। जति पनि वेस्ट म्याटरहरू छ सबै तपाईँहरूले है फोल्डिङ बनाएको छ। यसमा चाहिँ मिनिमम लोड भनेको 12 टन बस्छ है। हामीले उति सामान एलाउ गरिन्छ यो एरियामा। त्यही हिसाबले हामीले बनाएको छ होइन। चाहिँ पाइप प्रोसेस गर्दैछ। यो चाहिँ हामी साउदीबाट है। ल म हिँडेको म जान्छु ल। सामान पठाउँछु ट्रेनबाट। तपाईँले ठ्याक्कै मिलाएर राख्नु ल यहाँ है। अब हामीले एलिभेटर इन्स्टलेसनको लागि पनि प्रोसेसिङमा छ। क्रेन आएर बसेछ। अब तलबाट इन्स्टल गरिन्छ। अनि यो चाहिँ ल्यान्डिङ प्लेटफर्म हो है। यहाँबाट चाहिँ सामान आउने जाने रिसिभिङ म भोलि पर्सि तपाईँहरूलाई देखाउँछु। यसको प्रोसिजर पनि हरेक भिडियोहरू